लगाइ चाहिँ यो शान्तिनगरको माथि गौडा छेउमा अहिले नयाँ पर्यटक क्षेत्र बनिँदैछ। अहिले हालै भर्खर स्टार्ट मात्रै हुँदैछ। आधी काम भइसक्छ, अब आधी पुरै हुनु बाँकी छ। यस्तो बनाइसक्नु यतै कस्तो लाग्छ तपाईँहरूलाई साथी हो? म थोरै तपाईँलाई तलसम्म देखाउन गइरहेको छु। नयाँ सिटीहरू बनिएको छ बाटोमा अहिले। घर नजिकै भयो भने म यहाँसम्म अहिलेसम्म आएको थिइनँ, अब आजै मात्रै आउँछु। गाउँको यो पर्यटक क्षेत्र विकास भएको ठाउँमा पनि हेर्न आउनु भ्याइएको थिएन, आजै मात्रै आइहुँदैछ। ल यस्तो छ पारी खोला चाहिँ। तल सानो सानो दुवा छ, साथीहरू सबैजना नुहाइराख्नु भएको रहेछ यतिखेर। अहिले झन्डै 6 साढे 6 कति भइसक्यो र पनि नुहाइराख्नु भएको छ, छोड्नु भएको छैन नुहाउन। ल हेर्नुहोस् है, यस्तो छ है। अब बर्खा लाग्छ, बर्खा लाग्छ ल भनेको अब माघ कृषि धेरै हुन्छ। माघ भनेपछि मङ्सिर पुसतिर चाहिँ धेरै आउनुहुन्छ यहाँनिर पर्यटक क्षेत्र सबैजना नुहाउनुलाई। यस्तो छ यहाँनिर। कस्तो लाग्छ तपाईँहरूले यो ठाउँ? यसो हेरेर कमेन्टमा बताइदिनु होला। लाइक सेयर सब्सक्राइब गरिदिनु होला है हजुरहरू। तपाईँलाई नेक्स्ट भिडियो यो पुरै बनाइसकेर नेक्स्ट भिडियो तपाईँहरूलाई म हालिदिन्छु। हस् त सबैजनालाई धन्यवाद।